आजको भान्सा चाहिँ म हो होइन। पुरै चर्चेको मासु पाकिसक्यो। तङ्बा पनि रेडी गरिसकेको छु। दाइहरू आउँदै हुनुहुन्छ अरे भनेर सबैलाई च्याट्ट यतिखेर भने हेर्दै भात पकाउनु यस्तै छ, चलिरहेको छ जिन्दगी। यता म चाहिँ यता छु देखे। यतिखेर चाहिँ तरकारी रेडी भइसकेको अवस्था चचेको है, चट्ट पाकिसकेको अवस्था भने। अनि दाइहरू पनि आउँदै हुनुहुन्छ अरे। ठ्याक्क तङ्बा पनि रेडी गरिरहेको अवस्था। म चाहिँ खाना तरकारी पकाएर दाइहरूलाई पर्खिरहेको अवस्था यतिखेर भने। यस्तै छ, टिभी हेर्दै। अब सबै रेडी भइसक्यो, खाना तरकारी चटक्क बनाइसक्यो मैले। दुर्लभ काइलाले पुरै रेडी गरिसकेको छ यतिखेर खाना तरकारी भने। अब दाइहरूको पर्खाइमा म बसिरहेको छु। 8:40 भइसकेको छ यतिखेर भने। यस्तै हो ल।